जुन बेला बालेनजीले भर्खर महानगरको मेयर जित्नु भएको थियो, 1.5 महिना पनि भएको थिएन, उहाँ संसारको टप 100 मेयरभित्र परिसक्नु भएको थियो होइन। अनि यो संसारमा काठमाडौँभन्दा राम्रो सहर चाहिँ कहीँ छैन। अनि उहाँले त्यो 1 महिनामा चाहिँ के विकास गर्नुभएको थियो र संसारका उत्कृष्ट मेयरमध्ये उहाँ पर्नुभयो। त्यस्तो किसिमको ग्लोरिफाई चाहिँ कसले गरिदिरहेछ? न्युयोर्क टाइम्समा उहाँले स्पेस पाउनुपर्ने गरी चाहिँ काठमाडौँमा के उत्पात मचेको थियो? चुनाव त धेरैले जितेछ नि सर, बालेनजीले मात्रै जिते होइन नि, स्वतन्त्र क्यान्डिडेट अरू पनि जितेको छ नि, गोपी हमालले पनि जितेको थियो नि त होइन, हर्क साम्पाङले जितेको थियो नि त होइन। ती मेयरहरू चाहिँ संसारका टप शक्ति के अरे मेयरमा परेनन्। बालेनजी चाहिँ न्युयोर्क टाइम्सले चाहिँ नि घोषणै गर्दै ऊ चाहिँ संसारका उत्कृष्ट 100 मेयरमध्ये के कारण हो त ल मलाई बताइदिनुहोस् त। त्यसपछि केही समय चाहिँ फ्रान्समा उहाँलाई रेड कार्पेट बिछाएर लगिन्छ। त्यो लेभलको जुन प्रकारले उहाँलाई चाहिँ ग्लोरिफाई गरेर उहाँलाई ब्रान्डिङ गरिँदैछ नि, त्यसले के देखाउँछ भन्दाखेरि मेरो बुझाइमा चाहिँ उहाँलाई नजिकको छिमेकी होइन अलिक टाढाको छिमेकीले प्रमोट गरेछ। अनि जसले प्रमोट गराछ नि तिनीहरूले सक्दैनन् त प्रधानमन्त्री बनाउन, बनाइदिन सक्दैन। त्यो चाहिँ किन? त्यो धेरै कुराले छ। अब तपाईँसँग छोटो उसमा दिएर भन्न पनि सकिँदैन, भन्न मिल्ने कुरा तपाईँ यस्तो छ। टाढाको छिमेकीले बनाइदिएको कुरा पनि मान्लान् होइन, दुईटा छिमेकीले। तर टाढाको छिमेकी नेपालमा चाहिँ आफ्नो पपेट गभर्मेन्ट किन राख्न चाहन्छ भन्ने कुरा इस्यु त मजाले बुझाएको छ नि त। एमसिसी पछाडि जोडिएको एसपिपी, इन्डो पेसिफिक स्ट्राटेजीका कुराहरू छन्। एसियाको ककपिट हो नेपाल होइन, ठुलो जनसङ्ख्या छ दुईतिर, राइजिङ सुपर पावरहरू हुन् होइन। यहाँ बिचमा अमेरिकालाई चाहिँ नभई नहुने उसको त्यत्रो ठुलो भूगोल हुँदा पनि यत्रो सानो भूगोलमा उसका यहाँ सरकार उसलाई बनाउनै पर्ने, उसकै वरिपरिका छिमेकी देशमा बनाए भयो नेपालको सरकारमा चाहिँ उसलाई इन्ट्रेस्ट छ भनेपछि त्यसको त्यो इन्ट्रेस्टका पछाडि त कारण हुन्छ नि त। ती कारण त तपाईँले पनि बुझ्यो होला नि, मैले पनि बुझाएँ होला। भनेपछि तपाईँ हामी जतिका मान्छे, केही नभएका मान्छेले बुझ्छौँ भने चाइना र इन्डियाले चाहिँ बुझ्दैनन् कारण के हो भनेर। अनि उसको पपेट गभर्मेन्ट बनाउन चाहिँ अनि इन्डियालाई उसले चाहिँ किन हो अहिलेसम्म इन्डियाले इनकेस यो उतापट्टिको नेक्सस ब्रेक भयो भने यिनीहरूसँग चाहिँ म चाहिँ सहकार्य गर्न सकिन्छ भनेर अहिलेसम्म इन्डियाले अलिअलि सपोर्ट गरिरहेछ होइन। जुन दिन कन्फर्म हुन्छ यिनीहरू चाहिँ मेरा होइनन्, यिनीहरू मसँग कहिले पनि मिल्दैनन् भन्ने कुरा उसलाई लागिसकेको दिन यो चाहिँ दिँदैनन्। र म त्यही घटनाको कारणले गर्दाखेरि यो चुनाव 1 नम्बर कुरा हुँदैन होला जस्तो लाग्छ। भइहाल्यो भने यो अस्ति जसरी 10-15 हजार मान्छे भेला भएर सत्ता खोसियो त्यस्ता फेरि घटना चाहिँ अब सिक्यो नि त अब होइन। त्यहाँ सांसद भवन डढाइदिएपछि त फेरि सत्ता त आफ्नो हुँदो रहेछ नि त। 10-15 हजार मान्छे भेला गर्न 20-50 करोड खर्च गर्न त कसलाई कम्ती छ र उस्तै पऱ्यो भने एउटा मान्छेले गरिदिन्छ, स्पोन्सर गरिदिन्छ। त्यो कारणले गर्दाखेरि अब नेपालमा स्थिरतातर्फ होइन थप अस्थिरतातर्फ गइरहेछ।